गोलभेडाको अचार तयार भयो। अमिलो गोलभेडाको अचार। त्यसको हाल्ने बेला भयो। यता मासु रेडी हुँदैछ गाइज। यता चाहिँ अचार पाक्दैछ गोलभेडाको अचार। सबैको फरक हुन्छ। अरूले चाहिँ अब अगाडि नै प्याज हाल्ने गर्नुहुन्छ। म चाहिँ फ्राई गरिसकेपछि यसरी फेरि पछि लास्टमा प्याज हाल्छु। गोलभेडाको अमिलो अचार पनि तयार भइसकेको छ। धनियाँ हाल्न पाएको भए मिठो हुन्थ्यो, तर धनियाँ छैन। गोलभेडा हालिदिएको छ। लसुन अदुवाको पेस्ट खोर्सानी अलिकति चाहिँ लगाउन सक्नुको धेरै मसला हालेर राम्रोसँग चलाइरहेको छु। हेर्दै खाउँ लाग्ने भइसक्यो। रातो भएर मसाले गर्दा एकदम हेर्दै कस्तो राम्रो देखेको छ। हजुरहरूलाई पनि खसीको मासु यसरी नै बनाएर खान मन छ भने यसरी नै बनाउनु होला। खान मन लाग्छ भने मैले जसरी नै यसरी ठिक्क रस हालेर खसीको सुप बनाएर खान सक्नुहुन्छ। मलाई चाहिँ फ्राई भन्दा नि एकदम यसको सुप हालेर खान एकदम मन लाग्छ। तपाईँलाई जसरी मिठो लाग्छ त्यसरी नै बनाएर खान सक्नुहुनेछ। यता खाना रेडी हुँदैछ। यता चाहिँ अब तरकारी रेडी भयो। हाम्रो आजको खसीको मासु रेडी भइसकेको छ। एकदम मिठो बास्ना आएको छ। अचार पनि रेडी भइसक्यो। खाना पनि सिटी लाग्न बाँकी छ।